हेलो गाइस, अब म यो मार्फाको गाउँ जान्छु है। मार्फाको गाउँ हेर्नु भन्नु होला होइन, हरिण बनाइदिएको रमाइलो छ है, रमाइलो छ। कफी यहाँ चाहिँ कफी है, रमाइलो छ है। एन्डिङ ठाउँ आयो है, एन्डिङ ठाउँ आयो, एन्डिङ ठाउँ। अब कहाँसम्म पुगिन्छ हिँड्दै हिँड्दै जाने होइन। अब त्यो हेर्नुहोस्, अब फुल स्याउको फुल रमाइलो छ। ल हस् त, अहिलेको लागि म लागेको है। म फेरि भोलि चाहिँ भन्छु, भोलि केही चाहिँ म फेरि भोलि एउटा भिडियो बनाउँछु हेरौँ है। ओके बाई, गुड नाइट। ल है हाम्रो झालेमाले मार्फाको गाउँ, झालेमाले है, झालेमाले आखै यस्तो छ गाउँ। मजाको रहेछ क्या यहाँ त। ल यस्तो छ है। हामी स्याउको रुख है, स्याउ कस्तो दामी फुलेको छ। हेर्नुहोस् है, यो काली गण्डकी, काली गण्डकी, यिनी काली गण्डकीका घरहरू यस्तो छ। आलु के अरे यो मार्फे केराउ र मार्फे आलु। हेर्नुहोस् है, सर हेर्नुहोस्, राम्रो छ दृश्य हेर्नु। उतो डाँडामा हेर्नुहोस् मन्दिर बनाएको छ होइन। हामी त अब घुमघामको लागि 3 दिनको टुर, रमाइलो छ है। त्यहाँ होटेल सोटेल छ नि। हाय मम्मी, मैले त टी सर्ट धोएँ। ए यो काली गण्डकीको छोरो रमाइलो छ है, रमाइलो रमाइलो। काली गण्डकीको सानो नदी है, काली गण्डकी सानो नदी। अनि यो चाहिँ अब स्याउको रुख, स्याउको रुख। यो मार्फाको स्कुटर है। रमाइलो छ है, रमाइलो छ, घुम्न आउनुहोस्। स्याउको रुख
स्याउ फुलेको है केही किन्नु पर्यो भने ल ल यता भन्नुहोस् केही भन्न छ भने भन्नुहोस् भन्छ अङ्कल मार्फाको घलेगाउँ आएको स्याउ फुले रहेछ अनि दामी रहेछ राम्रो छ हुन्छ ल भन्नुहोस् केही भन्न छ जाडो कपडा किन्ने भए किन 2-4 मार्फाको गाउँमा आइखा मार्फा खोज्न यस्तो रमाइलो भएन आज भइरहेछ हुँदैछ दामी दामी भोलि अब कागो निउति मुक्तिनाथ पुग्यो हजुर मार्फी रमाइलो गाउँ है केही किन्न पर्छ नि आउनुहोस् रमाइलो छ हेर्नुहोस् जाडो त लास्टै जाडो छ है कृषि रहेछ काँडा काँडा हेर्नुहोस् स्याउ यताबाट फरि जाम 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 घुम्दै जाम पर जाम है अहिले अहिले जाम लाग्यो हेर्नुहोस् है यो भर्तीको छ कपडा तातो छ नि के किन्न लाग्ने कति रे 975 छ दाजु हजुर मिनी वाटर छैन दाजु त सानोलाई कसरी हो छुजी सानोलाई कसरी हो सानो 250 को 360 को छ रातो डकन 250 कालो चाहिँ 360 को हजुर त्यो कालो डकनको त्यो ठुलो कटो चाहिँ त्यहाँ छ 1440 को हजुर आजी गप्चुरा ल जानिएन लहर जानुपर्छ है जाम 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 कसरी कति हो नि यसो हेर्दै आउँछौँ यस्तो चलेछ कि उडाउँछ जस्तो छ यहाँ फेरि कपडा सपडा सिलाउने होइन चौरी के अरे चौरी चौरी गएको छ होला गलबन्दी सलबन्दी केही चाहियो भने यहाँ भन्नुहोस् है लैदिनु के लैदिनु टोपी लैदिनु अनि मन्दिर है चटपट ल छिटामै छिटाम झाड हुन्छ उडौला फेरि ओइ आउने बेला किन लाग्यो मार्फाको ड्रेस हाउस है खकालीदेखि सखालीसम्म सबैको ड्रेस छ यहाँ हेर्नु रमाइलो
मैले सही रमाइलो यता रमाइलो छ होइन हामी जाँदैन चौरी गाईको छ लाग्यो थकाली देशमा ढकाली हो थकाली लेखेको थकाली आउँछ केही भन्न छ नि भन्नुहोस् मम्मी के छ छोड्नु भएन है ल यहाँ हेर्नुहोस् घर यस्तो बनाउन दामी छ रमाइलो स्याउ सुन्तला अङ्गुर सबैको चक्लेट दिन्छ कति हो र यहाँ आधा किलो जाम 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 अहिले आएर लैजाउँला के जाम न जाम अहिले आएर लैजाउँ न एउटा उयो घर भले ड्रेस हेर्नुहोस् त्यहाँ होइन फेरि अब यस्तो होला होटेल भले ड्रेस लगाउनु भाइ रमाइलो गाउँ रहेछ हो घुमा चाहिँ एकचोटि आउनुपर्छ चिसो चिसो छ मोबाइल न त म मेरोबाट हुन्छ अलि आउँदै जाँदै ल केही भन्न छ नि भनिहाल्नु है यहाँ फोटो भने म त ट्रेन्डिङ ठाउँमै हो आउने चौरी गाई हो चौरी गाई हेर्नु चौरी गाई चौरी गाई चौरी गाई रमाइलो छ यता अब के छ थाहा अब यता फेरि जानुपर्छ ल अहिलेको लागि म बिदाबारी भएको है